लोयल फ्यान्सहरूको लागि भनेर नयाँ भिडियो बनाइरहेको छु गाइज। होप यु गाइज विल इन्जोय। सजिलो छ भन्ने कोसिस चाहिँ नगर है, यति अप्ठ्यारो छ। मैले त सकेन, अब तिमीहरू पनि के सक्थ्यौ त? सात भइसक्यो रहेछ। थाहै छैन रे उहाँ गएको छ। मेस्सी मेस्सी गाइज, यो मेस्सी कहाँ गयो गाइज? मेस्सी घुम्न गएको छ। फाइनली गाइज, स्वागत छ आजको नयाँ भिडियोमा। म इफेक्ट किङ। तपाईँहरू सन्चै हुनुहुन्छ भन्ने मैले फुल्ली आशा लिएर, ओ माई गड, फुल्ली आशा त नराखौँ गाइज, गर्मीले बोल। अहिलेको ट्रेन्डिङ एनिमल स्किन इफेक्टमा चाहिँ भिडियो बनाउन गइरहेको छु। होप यु गाइज विल इन्जोय एन्ड हेरेर मलाई साथ दिनुहुन्छ भन्ने मलाई फुल्ली आशा रहेको छ। अब हामी चाहिँ भिडियो स्टार्ट गरौँ। सो गाइज, एनिमल स्किन टेस्टको फर्स्ट च्यालेन्जमा स्वागत छ गाइज। यो स्किन घोडाको हो, घोडाको। यो स्किन लायनको हो, यस लायन। यो स्किन चिकनको हो, यस चिकन। यो स्किन बिल्लोको हो। ओ माई गड, मैले मिलाएको छु गाइज। यो धेरै सजिलो थियो। अब अर्कोमा जाउँ। यो अलिकति अप्ठ्यारो छ है। यो त ओभियसली गाइज देख्दाखेरि यो व्हेल माछा जस्तो छ, व्हेल माछाको हो। यो चाहिँ अघिको कुखुराको थियो, कुखुराकै हो होइन। अनि 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 यो कसको हो त? यो त कुकुर हो। अनि एउटा अर्को त यो के रहेछ यार? यसैको होला, यो कुकुरको त होइन यो। ओ माई गड, यो कुनजना हो यार? कमेन्ट गर प्लिज। यो चाहिँ कुकुरको हो। ओ माई गड, मिला फेल भयो त, कहाँनिर फेल भयो गाइज? अलिकति अप्ठ्यारो रहेछ। अब अर्कोमा जाउँ। कस्तो कस्तो आइरहेछ गाइज, म त अचम्म परिरहेको छु। यो स्किन कसको हो? यो स्किन ओभियसली गाइज बिल्लोको हुनुपर्छ। ओ माई गड, नरहेछ गाइज। यो स्किन कसको हो? यो स्किन खरायोको नरहेछ। यो स्किन घोडा पनि नरहेछ। ओ माई गड, यो स्किन त मैले यो च्यालेन्ज चाहिँ मैले सकेन यार। यो च्यालेन्ज सकेन, बडा अप्ठ्यारो रहेछ गाइज। अब अर्कोमा जाउँ। साँच्चै यति गाह्रो हो कि गाइज? मलाई गाह्रो लागिरहेको हो गाइज, थाहै छैन। यो त गाईको हो, यो त गाईको हो। अनि यो चाहिँ हाँसको हो, हाँसको हो। यो चाहिँ पेन्गुइनको हो। ओके, यो चाहिँ लायनको होला गाइज। यो चाहिँ अलिकति सजिलो छ गाइज। अब अर्कोमा जाउँ। ओ माई गड, यो पनि स्किनवाला हो र? यो बडा अप्ठ्यारो छ यार। यो कसको हो? यो चाहिँ यो कुकुरको होला। ओ सेट, यो के गर्ने हो? यो इगलको होला। ओ माई गड, इगलको यो वाला थियो क्या हो? यो चाहिँ गोरिल्ला उल्टो फर्किएको छ। यो चाहिँ सर्प। ओ माई गड, यति अप्ठ्यारो इफेक्टहरू कहाँबाट आइरहेछ? म त साइको पढ्छु कि यार, म चाहिँ ट्रेन्डिङ अरे। अब अर्कोमा जाउँ। ओ माई गड, यो चाहिँ भयानक छ है। यो चाहिँ पेन्गुइनको हो यो त। ओ माई गड, मिलाए। यो चाहिँ कम्फू पान्डा टाइगरको हो। यो चाहिँ बिल्लोको हो कि कुकुरको हो? बिल्लोको होला, बिल्लोको हो। कुकुरको रहेछ। यो चाहिँ बिल्लोको हो। अरे अच्छा, बिल्लो र बाघमा चाहिँ मिस्टेक भयो रहेछ गाइज। यस्ता इफेक्टहरू कहाँबाट आउला छन्? अब यो के हो त गाइज? अब निलो छ, भ्यागुतो हो कि माछा हो कि सर्प हो कि क्रोकोडाइल हो गाइज? यो चाहिँ माछाको हो कि? ओ माई गड, माछाकै रहेछ। अब यो यसो हेर्दाखेरि कि त भ्यागुतोको हुनुपर्छ कि त क्रोकोडाइलको हुनुपर्छ। यसलाई हामी चाहिँ क्रोकोडाइललाई दिउँ। क्रोकोडाइलकै मिलेको छ। यो हुनुपर्थ्यो कि अब क्रोकोडाइलको यार। यो भ्यागुतालाई दिउँ त, यो सर्पलाई दिउँ त गाइज। मिस्टेक कहाँनिर भइरहेछ त यार? यहाँनिर सबै खुसी छन् त, मिस्टेक कहाँनिर भयो त?
सोचे जतिको सजिलो चाहिँ छैन है, सोचे जतिको सजिलो छैन। यो कसको हो त? यो चाहिँ ओभियसली गाइज यो पाण्डा जस्तो देखिन लाग्छ, बाँस खान लाग्यो। पाण्डाकै नरहेछ, यो कसको हो त यार? यो त डाइनासोरसको होला। हो डाइनासोरसको चाहिँ मिलेर रहेछ। यो चाहिँ हात्ती कि हिप्पोपोटामस? हिप्पोपोटामस हो कि के भइरहेछ यो? यो चाहिँ ओभियसली हात्ती। गाइज यति सजिलो हो कि यति अप्ठ्यारो हो कि म बुझ्नै सकिरहेको छैन यार। अब यसमा के गर्नुपर्ने? यो बाघको जस्तो छाला चाहिँ कसको होला यार? यो बाघको जस्तो छाला सर्पलाई दिउँ त खै। ओ माई गड, सर्प भयानक भएको छ। अनि यो छाला कसको होला? माछा त माछाको जस्तो छ। माथिको माछा कि तलको माछा? माथिको माछालाई दिउँ त। ओ माई गड, यो त सार्क रहेछ। यो चाहिँ यो माछाको हो यो 100%। अनि यो चाहिँ यो टाङ्गिनेवालाको हो। जित्दै होला सायद। यो पनि हारे। के हो यार, हारे छु त। गाइज यो चाहिँ लास्ट च्यालेन्जिङ इफेक्ट हो गाइज। यसमा सकेन भनेपछि फेरि मैले नाम चेन्ज गर्दा हुन्छ। मेरो नाम इफेक्ट किङबाट मैले हटाएर अब जे राख्नुहुन्छ यार। यो चाहिँ बिल्लोको हो गाइज। बिल्लो, यस बिल्लो। यो चाहिँ लायन। कलर म्याच भइरहेछ नि त, लायन मिल्यो। यो चाहिँ कालो कालो गोरिल्ला। अब मैले देखेको कलरहरू भनिरहेको छु। यो चाहिँ गाइज कान ठाडो छ भनेपछि हात्तीको हुनुपर्छ। ओके। यो चाहिँ गाइज बाख्रा कि गाई कि बाख्रा कि गाई कि गाई बाख्रा कि गाई बाख्रा कि गाई बाख्रा कि गाई गाई। ओ माई गड, गाई ढलेको छ यार। ओ सेट, गाई र बाख्रामा मिस्टेक गरिहालेँ नि। सेट गाइज, म त आज हारेछु। सो गाइज अब मैले चाहिँ 10-12वटा चाहिँ एनिमल स्किन टेस्टहरू चाहिँ मैले आफूमा चेक गरेको थिएँ गाइज। म पनि नसक्ने रहेछु। अब तपाईँहरू सक्नुहुन्छ कि हुन्न मलाई थाहा छैन। अब यति भन्दै 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद। जय नेपाल, जय नेपाल, जय नेपाल। जनावरको छाला चिन्ने प्रक्रियामा म फेल भएको छु गाइज होइन। अब तपाईँहरूले सक्नुहुन्छ भन्ने मलाई फुल्ली आशा रहेको छ। अहिलेको ट्रेन्डिङ इफेक्ट भनेको नै एनिमल स्किन रहेको छ गाइज। अगर तपाईँलाई पनि भ्यू चाहिन्छ युट्युब, इन्स्टाग्राम, टिकटक अरू के छ गाइज, सबै प्लेटफर्ममा चाहिँ अहिले यो ट्रेन्डिङमा चलिरहेको छ। अब बनाउनुहोस्। सो गाइज आजको लागि भिडियो यति नै। अब यति भन्दा 2 शब्द यहीँ टुङ्ग्याउँछु। हस्त, धन्यवाद, जय नेपाल। भोलि एउटा अर्को नयाँ च्यालेन्ज लिएर आउनेछु गाइज। ट्रेन्डिङ इफेक्टका साथ नयाँ च्यालेन्ज लिएर आउनेछु। यु विल गाइज वाच एन्ड इन्जोय। ओके, बाई बाई।